कस्तो भर घाम गरिदिएको छ गाइस, पुरै घाम हेर्न पुरै कस्तो घामै घाम परेको छ माथि पुरै यस्तो। तर वेदर चाहिँ वाउ रहेछ क्या, कस्तो खतरनाक वेदर रहेछ नि त अहिले। यो वेदर चाहिँ यस्तो घाम त पुरै खलै पसिना आउँदैछ गाइस, यस्तो वेदर रहेछ नि, यस्तो घाम परे। बिहानको 7 बजेको मौसम यस्तो वाउ थियो क्या, अहिले 11 बजेको वेदर हेर्न कस्तो घामै घाम परेको छ। सो हे गाइज, वेलकम ब्याक टु माइ अनदर बङ्गाली ब्लग। आशा गर्छु सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। आजको ब्लग स्टार्ट भयो मेरो रुमबाट। र अहिले फाइनली बिहान उठेर मैले केही 1-2 घन्टा स्टडी गर्छु, अलिअलि पढ्छौँ। र गाइस, तपाईँलाई थाहा छ आज बाहिर कस्तो कुसो लागेको छ, कति कुसो लागेको छ, हेर्न पनि पाउँदैन कि 100 मिटर पनि टाढा आँखाले भ्याउँदैन क्या। आज यस्तो एराउन्ड आज अहिले 7 मात्रै बज्यो, 7 AM मात्रै भएको छ र यस्तो कोस लागेको छ। तपाईँहरूकोतिर कस्तो कोस लागेको छ कमेन्ट गर्नु होला है गाइज। सो आज घरमा मेरो घरमा माछा ल्याएको छ। यो कुन माछा हो तपाईँहरूले हेर्नु थाहा छ तपाईँहरूलाई कुन माछा हो यो? यस्तो छ, यो माछाहरू छ परर फुटाउनु पर्छ, मजाले भुट्नुपर्छ अनि खानुपर्छ। मजाले भुटेर पुरै फ्राई गरेर तेल हालेर मजाले फ्राई गरेर अलि हल्का झोल रस बनाएर मजा खानुपर्छ। कस्तो हुन्छ र टेस्ट तपाईँलाई थाहा छ कस्तो हुन्छ टेस्ट? कमेन्ट गरिदिनु होला कस्तो टेस्ट हुन्छ यो माछाको। यो कुन माछा हो नाम भनिदिनु न, कुन माछा हो? तपाईँको नाम थाहा छ भने नाम कमेन्टमा नाम भनिदिनु र यो कुन माछा हो। सो फाइनली भुट्नलाई रेडी भइसक्यो। तेल यहाँ छ, अब यहाँ माछाहरू हाल्नुपर्छ। रेडी भइसक्यो तेल, पुरै तातेर यो पुरै तताएर मजाले दिनुपर्छ। यो रेडी भइसक्यो अनि दिनुपर्छ होला कस्तो। सो माछा भुटेर यस्तो फ्राई गरेर यस्तो फाइनल लुक आएको छ माछाहरू। कस्तो छ माछाको लुक? सो नुहाइधुवाइ गरेर अब टक्क नुहाएर आएपछि लुगासुगा लगाएर पसल जानको लागि रेडी भइसक्यौँ। अब रेडी भइसक्यौँ अनि खाना खाएपछि खाना खाएर अनि टक्क पसलतिर जान्छौँ म। सो खानासाना खाएर अब पसलतिर जाँदैछौँ। सो कस्तो भर घाम गरिदिएको छ गाइस, पुरै घाम हेर्न पुरै कस्तो घामै घाम परेको छ माथि पुरै यस्तो। तर वेदर चाहिँ वाउ रहेछ क्या, कस्तो खतरनाक वेदर रहेछ नि त अहिले। सो हाम्रो शिवजीको मन्दिर चाहिँ भइसक्यो। शिवजीको मन्दिर चाहिँ जहिले ढोक्नु नै पर्छ यहाँ। सो बिहानको वेदर चाहिँ यस्तो बवाल थियो नि त, कस्तो कुवासो लागेको। अहिलेको वेदर चाहिँ यस्तो घाम त पुरै खलै पसिना आउँदैछ गाइस, यस्तो वेदर रहेछ नि, यस्तो घाम परे। बिहानको 7 बजेको मौसम यस्तो वाउ थियो क्या, अहिले 11 बजेको वेदर हेर्न कस्तो घामै घाम परेको छ। सो आज लौकी बजारको पुरै मौसम मान्छेहरू सुनसान रहेको छ, एउटा पनि मान्छे छैन। आज शनिबार भएर पनि होला यस्तो मौसम, यस्तो रहेछ मान्छेहरूको पुरै सुनसान मौसम रहेको छ यहाँ। फाइनली पसल पनि पुगिसक्यौँ। अब सामानहरू आफ्नो ठाउँमा सेटल गर्नुपर्छ। फाइनली पसल पनि पुग्यौँ, अब आफ्नो ठाउँमा।
खानासाना भइसक्यो अब भिडियो एडिट गरेपछि भिडियो एडिट गर्छु अनि भिडियो गरेर पोस्ट गरेर अनि सुत्छु। तपाईलाई भिडियो कस्तो लागेको होला लाइक कमेन्ट एन्ड शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक यू फर वाचिङ। बाई।